आकाशमा बिजुली चम्किएर गड्याङ गुडुङ आवाज आयो भने हामी त्यसलाई चट्याङ पर्यो भन्छौँ। चट्याङ पर्नको लागि पहिले त आकाशमा बादल हुनै पर्छ। बादलभित्र रहेको पानीको गरौँ कण तलतिर झर्दा र हलुका कण माथितिर जाँदा ती कणहरूबीच एक आपसमा घर्षण भई विद्युतीय चार्ज उत्पन्न हुने गर्छ। यो क्रम चलिरहँदा बादलभित्र धेरै चार्ज जम्मा हुन थाल्छन्। विद्युतीय चार्ज धनात्मक वा ऋणात्मक, पोजिटिभ वा नेगेटिभ हुन सक्छ। बादल वा जमिनको जुन वस्तुमा यो चार्जले मेल खान्छ, बादलमा जम्मा भएको चार्ज तीव्र गतिले त्यो वस्तुमा बग्दछ, जसलाई हामी चट्याङ परेको वा बिजुली चम्केको भन्दछौँ। यस्तो बेला करिब 30,000 डिग्री सेल्सियससम्म ताप उत्पन्न हुने गर्छ। यो भनेको सूर्यको सतहभन्दा करिब 5 गुणा बढी तातो हुनु हो। यो तातोले वायुमण्डलमा रहेको हावा एक्कासै फैलने र खुम्चने गर्दछ, जसबाट विस्फोटको आवाज निस्किन्छ। यो आवाज नै चट्याङको आवाज मेघगर्जन हो। कस्तो ठाउँ र समयमा चट्याङ धेरै पर्छ यसबारे पनि बुझौँ है त। चट्याङ जुनसुकै समय र ठाउँमा पर्न सक्छ, तर प्राय चट्याङ पर्ने भनेको अग्ला वस्तुहरूमा हो। अग्ला टावर, भवन, बिजुलीको खम्बा, रुख, पहाडको टाकुरा इत्यादिमा चट्याङ पर्ने धेरै सम्भावना हुन्छ। सिजनको कुरो गर्दा प्री मनसुन सिजन अर्थात् मार्च, अप्रिल, मे महिनामा वा मध्य फागुनदेखि मध्य जेठसम्मको समयमा धेरै चट्याङ पर्छ। दिउँसो 12 बजेपछिको समयमा चट्याङको जोखिम धेरै हुने गर्छ। त्यसैले बिजुली चम्किएर गड्याङ गुडुङ गरिरहेको बेला सुरक्षित ठाउँमा बस्नुहोला।